नेपाल छ त्यहाँनिर हैन सृष्टि भगवान छ तिर हैन मानव सभ्यता एक जीवन एक सृष्टि कर्महरू भनेर भनेको छु यसलाई चाहिँ हैन यो एउटा टेबलमा छ नेचुरल आफ्नो गाउँघरमा जे चिज पाइन्छ त्यही कुरालाई मैले प्रयोग गरेको छु जस्तो आफ्नो जीवन उतार्नुपर्छ भनेर मैले जुन मान्छेले विशेष धेरै काम गर्छ त्यही कुरालाई मैले विशेष फोकस गरेको छु के यो हाम्रो देश हो यो चाहिँ अब यो सम्भोग गरेको छ यो प्राकृतिक नियम हो यो भनेको भगवान सृष्टि हैन लीला भनेको छ कि यो सबैको एउटै हो हैन मेल फिमेल भनेछ यो छ तपाईको धनुषकाँड जस्तो गरेको छ यो कुनै जात जातिसँग रिलेटेड हैन है यो एउटा चरो पनि छ यो भने प्राकृतिक आहारा भनेछु कि यो दुईटालाई मैले यो धनुषबाट यो चरालाई चाहिँ किन प्रकृतिमा हामी जब मान्छेको उत्पत्ति हुन्छ त्यो उत्पत्ति हुने सँगसँगै प्रकृतिको पनि विकास भएको छ भनेर भनेको छ कि कुन त्यो अनि त्यसैले किन पहिलाको हाम्रो आहाराको रूपमा चाहिँ यो प्रकृति चराहरू भएको छ भन्ने एउटा इतिहासले प्रश्नाउँछ क्या यो चाहिँ अनि र यो छ अर्को यो संस्कार संस्कृति है यसले चाहिँ एउटा मान्छेलाई एउटा सम्मान गर्छ क्या भने जब मान्छेको उत्पत्ति भयो त्यतिखेर उनले संस्कार संस्कृति पनि सिक्दै आएको छ भनेर भन्छ क्या यसले चाहिँ हैन अब यो चित्र छ अर्को यो चाहिँ समाजका विसङ्गति झैझगडाहरू जस्तो आमा बुवासँग पनि कहिलेकाहीँ हरेक कुराहरू मिल्दैन एउटै आमा बुवाले जन्म दिएका छोराछोरीले भने समाज त कहाँ मिल्छ र हैन यो त्यो सँगसँगै यो पनि विकास भयो भन्छ र अर्को छ यो तपाईँको यसो नाची जस्तो छ के हैन यो महिला हो मैले चाहिँ यो पृथ्वी हैन प्रकृति जस्तै आमा पनि एउटा पृथ्वी हुन् भनेर भनेको छु क्या किन उसले उसँग हरेक क्यारेक्टर छ जस्तो प्रकृतिमा कति सुन्दर चिजहरू छन् हैन त्यस्तै आमासँग पनि त्यति नै सुन्दर चिजहरू छन् भनेर भनेको छु क्या आमालाई सम्मान गरेको छु मैले यहाँ र यो सिलौटा जस्तो पिस्ने गर्छ यसले चाहिँ यो यन्त्र यो नेपालमा मात्रै हैन विश्वमा पहिला कसरी यन्त्रको सुरुवात भयो भन्ने कुरा चाहिँ यसले जनाउँछ जस्तो यो सिलौटा अचार पिन्ने अहिले हामीले नेपालमा यो प्रयोग गरिरहेका छौँ यसको विकास चाहिँ कसरी भयो भन्नुहुन्छ भने पहिला जब मान्छे यो धरतीमा उत्पत्ति भयो उत्पत्ति हुने क्रममा चाहिँ उनीहरूले केही चिज जङ्गलमा खानेकुराहरू खोजिरहँदाखेरि केही फलहरू भेटेको प्राप्त बुझिन्छ क्या त्यो इतिहासलाई चाहिँ र त्यसमा चाहिँ उनीहरूले के अब खाने कसरी के गर्ने भन्ने कुराहरूमा चाहिँ उनीहरूले त्यो यो खोजेको छ क्या त्यसको कसरी खाने त बोक्रासरीको खाने कि भित्रको खाने कि त्यो चेत थिएन तै पनि उनीहरूले त्यो हिँड्दा हिँड्दै खान नसकिसकेपछि बाहिरको बोक्रा अब उनीहरूले सोच्यो प्राकृतिक रूपमा त्यो ढुङ्गा छ भनेर भनेको छ कि त्यो ढुङ्गामा त्यो चिज राखेर अनि ढुङ्गाले फुटाएर खाएको छ क्या त्यो सुरुमा अनि त्यो चिजलाई फुटाइसकेपछि उनीहरूले खायो कि ओहो यो खाने चिज रहेछ भनेर उनीहरूले अन्नको विकास त्यहाँबाट गरेको छ र यन्त्रको पनि त्यहीँबाट विकास गरेको छ भनेर यसले बुझाउँदछ हैन र अर्को यो छ तपाईँको छुप्पु ओखल यो आफ्नो भाषामा अर्गल पनि भन्दो रहेछ हैन अब यो हामी थुप्रो जात जाति छौँ त्यही भएर यो चाहिँ तपाईँ के छ भने जब जनसङ्ख्या वृद्धि दर सँगसँगै हैन यो पनि विकास भयो जस्तो यन्त्रको पनि विकास हुँदै आयो हरेक चेतको पनि विकास हुँदै आयो भनेर भन्छ कि यसले चाहिँ हैन यो त्यसको नकल गर्छ र यो ढिकी यो कुटिरहेको अहिलेसम्म हाम्रो नेपालमा यो यहाँदेखि यतिसम्म मात्रै यन्त्र चाहिँ विकास भएको छ भनेर भन्छ कि यसले चाहिँ हैन अनि हामी यहीँ अडिरहेका छौँ अहिलेसम्म हजुर ढिकी जातोमा हैन यसले त्यो देखाउँछ यन्त्रको रूपमा यति विकास भएको छ भनेर प्रस्ट्याउँछ कि यो इतिहासलाई अहिलेसम्म तर यो विश्वकै हो यो त खास चाहिँ तर अहिले हाम्रो नेपालीहरू चाहिँ यहाँसम्म मात्रै छौँ भनेर भनेको छ कि अब यो छ तपाईँको यो एउटा खन्दै गरेको है कोदालो जस्तो पनि एउटा हैन बोकिरहेछ खन्दै गरेको यसले नकल गर्छ यो भनेको अब खेतीमा हामी कसरी छिर्यौँ भन्ने कुराहरू आइरहेछ कि यसमा चाहिँ अब यो पहिला त तपाईँको यो फलामको विकास भएको छैन हैन एउटा काठको तिस्कुलो भन्ने मैले चाहिँ इतिहासमा गहिरिएर जाँदाखेरि त्यो देखाएको छु अनि त्यो देखाइदिँदा मान्छेले यो के हो भन्ने अचम्म मान्छ नि त हैन त्यसलाई मैले कोदालो बनाइदिइसकेपछि यो खन्ने चिज रहेछ भनेर मान्छेले बुझोस् भन्नको लागि यो बनाइदिए हो परिपक्व किसान चाहिँ हामी तल गोरु जोतेर हैन भइरहेका छौँ हजुर हामी नेपाल चाहिँ अहिले यहाँसम्म मात्रै छौँ हैन यहीँ मात्रै छ हाम्रो कुनै पनि प्रविधि विकास भएको छैन अहिलेसम्म नेपालको सन्दर्भमा चाहिँ अन्य देशमा त कहाँ पुग्यो हैन हाम्रो चाहिँ त्यही हो ठुलो यन्त्र यो रक्सी पारेको यो चाहिँ तपाईँको पुरानै हो जब मान्छेको उत्पत्ति भयो उत्पत्ति सँगसँगै उनीहरूले कुन खाने चिज हो कुन खाने नचिज हो भन्ने अन्नको विकासको क्रममा चाहिँ यो एउटा निसाब पत्ता लागेको छ क्या उनीहरूले यो कुनै जात जातिसँग रिलेटेड छैन हैन र अर्को छ बुढेसकाल जब मान्छे जन्मिन्छ जन्मिसकेपछि हरेक कर्महरू गर्छन् त्यो गरिसकेपछि मागेर खाने या त बसी बसी खाने बुढेसकाल भइसकेपछि त अब मागेरै खानु पर्यो होला हैन अब छोरा बुहारीले दिन्छ अनि खाने भन्ने त हो र अर्को छ यो सुतेको छ है यो सुतेको भनेको चाहिँ उसको जीवन अन्त्य हुनु के हैन एउटा जीवन मान्छे जब जन्मिन्छ जन्मिसकेपछि अन्त्य हुन्छ एक दिन यो प्राकृतिक नियम हो
प्रकृतिमा पनि बोटबिरुवा हरेक चिज सब्जी प्राणीहरू सबैको होइन पालो आइरहन्छ, जन्मिँदै गर्छ होइन, मृत्यु भइरहन्छ होइन। यो चाहिँ त्यो भन्छ एउटा मान्छेको एउटा वास्तविक जीवन बोल्न खोजे आयो चाहिँ होइन। त्यही भएर यसलाई मानव सभ्यता भनेर भनिएको छ। काठको कलामा चाहिँ विशेष गरी यसलाई विज्ञान कला पनि भन्छ। हस्तकला चाहिँ अब यदि अमूर्त चिज छ भने त्यो चल्दैन भने केही आकार मात्रै दिएछ भने त्यसलाई हस्तकला भन्छ होइन। तर त्यसले त्यसको फेरि नकल गरिदिन्छ, काम गरिदिन्छ भने त्यो चाहिँ विज्ञान हस्तकला भन्छ त्यसलाई चाहिँ।